Happy Mehndi to you. Happy Mehndi to dear Bharat and Jyoti. Happy Mehndi to you. ल Congratulations guys, congratulations, great success. ए भाइ के अनि यो केक Happy क्यारी प्लेट चाहियो कि birthday. क्यारी प्लेट ल लगभग रेडी भइसकेको अवस्था छ है ल ओइ माको हेर्नु त दाइको त यहाँ ल दिमै दिम ओइ ल स्टोन गाइज अस्टिन गाइज डालस गाइज ल कडा है सुवासमा आएन ओइ आह आउला जस्तो गरे है क्लोज है क्लोज छ कसम एकदम ओइ ओइ आयो ल आयो है यो चाहिँ भरत दाईको र ज्योति दिदीको चाहिँ मेहन्दी चलिरहेको छ यता अहिले अमृत दुधले के हो के हुँदैछ दुध यहाँ धनिया हाल्ने मात्रै हो फिनिसिङ टच दिन मैले पकाएको धनिया हाल्नु चाहिँ दाइ धनिया हाल्न म जान्नु हजुरले हालिदिनु भनेर कि दुधले चाहिँ यहाँ लास्टमा आफूले पकाएको भने क्रेडिट लिनलाई फिनिसिङ टच हान्दै हुनुहुन्छ किचनतिर आएर ढक्कन मात्रै त्यति उचालेर राखिदिनु कि भइहाल्छ हजुरले ढक्कन उठाएपछि भयो के मेन सेफको हो त आजको भान्जा भान्जा त कडा बनाउनुहुन्छ नि खाना ल ठिक छ यता चाहिँ अब मेहन्दीको एकदम कार्यक्रम सुरु भइसक्यो है त के हुँदैछ भान्जा ल जानकारी माइक्रोफोन आज पनि गाडीमै पर्यो बाहिर चाहिँ पानीको प्रसाद भएको छ है अब हेर्दै हुनुहुन्छ तपाईँले दुई जोडीहरू यसरी बस्नुभएको छ के होला त अब के हुनसक्छ आज चाहिँ विवेक दाईको पनि बर्थडे परिरहेको रहेछ यता दाईको बर्थडे यता मेहन्दी ल दाई ह्याप्पी बर्थडे है तिथि अनुसार तिथिमा नि केक रेगुलर दिएमा नि केक हो कि सानसिनो तिम्रो यो लाइटिङले झन् बिग्रे जस्तो लाग्यो केक लस्किएछ नि पुरालो झरेछ टक्क छ नि त मिलेको ल अनि यो केक क्यारी प्लेट चाहियो कि क्यारी प्लेट ल प्लेट त नि ह्यापी बर्थडे भन्ने छ र ह्यापी बर्थडे राम्रो सुते ह्यापी बर्थडे भन्यो तिमीले खानु नलाइ हाम्रो यहाँ दर्शक चाहिँ कन्फ्युजनमा नहुनु होला है फेरि मेहन्दी लेखेर ह्याप्पी बर्थडे भनेर आएछ दाईको पनि बर्थडे आजै परेको भएर है ब्लगमा फेरि कति राम्रो हो हाम्रो यहाँ फोटोग्राफर भिडियोग्राफर क्यामेराम्यान भनेको चाहिँ स्यान्जिडी दुज हुनुहुन्छ दुज ल भाइ भन्नु त छेकियो नि त मिलेन नि अझै 35 डिग्रीमा ढल्किन पर्छ है त मिलेन यहाँ एङ्गलै मिलेन नि हजुरको यो चाहिँ मेमोरी हो त्यो चाहिँ अलि राम्रो नाकमा लागेछ
होइन यस्तो केक सिकाइदिनु हो गरिदिनु पर्छ। केक दाइलाई केक दल्ने दिदीलाई हल्दी दल्ने गर्नु पर्यो नि दिदी आयो ल ह्याप्पी मेहन्दी ह्याप्पी मेहन्दी टु यु ह्याप्पी मेहन्दी टु डियर भरत एन्ड ज्योति ह्याप्पी मेहन्दी टु यु ल हल्दी रसमको शुभकामना है ल Congratulations guys, congratulations, great success. ल भरतलाई लगाइदिनु न हामीले पनि त्यो त खुवाइदिनु न थोरै सन्चौरा फोटो चाहिँ म खुवाइदिन्छु खुवाइदिनु न एउटा सानोसिनो खिचाइ मेरो एउटा म त सबैलाई टाढोबाट ल गएको चाहिँ यता है सबै त्यो भरतलाई त सानोसिनो खिचाउने होइन यो हल्दी होइन पहिला केक बनाएपछि बल्ल केकको भ्याएपछि बल्ल हल्दी हो कि लास्टमा जे भए पनि पहिला दाइलाई अनि त्यसपछि भाउजूलाई ए भाइले के लगाइदियो त्यो के हो त्यो फुल लगाइदिने हो नि त हातले कहाँ लगाइदियो र मलाई हातले लगाइदियो नि त पुष्पले हो नि छोटे डन विनोदको अब सकिएको अवस्था गाइज अहिले चाहिँ हामी राति भइसक्यो 10:30 भयो अब चाहिँ हामी यहाँ मन्दिरमा भोलि बिहेको लागि डेकोरेसन गर्न जाँदैछौँ होइन हाम्रो जम्बो टोली पुरै यहाँ एकदम चिसो छ है आज अस्टिनमा फेरि 44 डिग्री फरेनहाइट छ अब ल सबै रेडी भएन भान्जा के छ राय भन्नु त भान्जाको के छ अब हाम्रो कार्यक्रममा माइक्रोफोन छैन चर्को बोल्नु पर्यो है हाम्रो यहाँ अमृत दाई स्पेसल गेस्ट हो है अमृत दाई फेरि यहाँ अरू चाहिँ टोली हाम्रो यहीँको हिस्टनको टेक्ससकै भनौँ लोकल हामी लोकल सुन न हामी लोकल ब्रोइलर ब्रोइलर त म भएको आज यता देखाउनु त मलाई यहाँ कस्तो ब्रोइलर भएको खास बोइलर चाहिँ हाम्रो भाइ भएको त म पो हो तर भाइ त लास्टै ज्याग देख्यो यार ज्याग पुरा हुन्छ नि बडी बिल्डर जस्तोमा तर तिमीले यस्तै किन्न पर्ने भयो यस्तै ज्याकेट ल गिफ्ट पाइसके होइन ज्याकेट कहाँ लाइन्छ अरे यत्रो त ठुलो अन्त चिसोमा गयो है यहाँ त काम छैन हिस्टरमा हाम्रो अमृत दुध चाहिँ अब हाम्रो दुध मेन दुध हो पहिलाको चाहिँ अहिले चाहिँ उहाँ वायो हुनुहुन्छ है फेरि यहाँ हुनुहुन्न है टेक्ससमा वायो हुनुहुन्छ अब दाइले वायो इन्भाइट हानिराख्नुपर्छ अब जानुपर्छ एक दिन अब हामी जुन जुलाईतिर मजाले थियो के हाम्रो यार अब के छ प्लान गर्नुपर्छ बुढी आयो भने लिएर आउँछु भनेको मजाले त्यसो चाहिँ हो साँच्चै भनेको ल यो चाहिँ अहिले राति अस्टिनको यो चाहिँ हाम्रो विवेक दाईको घर है भरत दाईको घर हो यो हामी चाहिँ अब यहाँ मन्दिर जसले चलाए नि हुन्छ ल भान्जाल चलाऊ त्यो सेन्सिटिभ स्यान्जेट दुज हुनुहुन्छ नि त अर्को फेरि हाम्रो मेन पक्का पानी परिरहेछ गाई रेयर केस हो नि यो त अस्टिनमा तर रेयर त भन्नुहुन्छ जहिले आउँदा नि पानी पर्छ यार अस्टिनमा फेरि हामी होइन जतिचोटि आइएछ अस्टिनमा सधैँ पानीमै परे हामी यार फिसफिसे पानी पर्छ कि जस्तो धेरै त पर्दैन सानो यस्तै सानो बेला बेला परिरहेको छ फेरि राई हामी चाहिँ पशुपति मन्दिर अस्टिन आयो है अब बाटोमा अलिकति हामी पानी परेको भएर नयाँ ठाउँ हामी अलमल्ली ढिला भयो ल सामान यहीँभित्र हलमा राख्ने हो मन्दिर राम्रो रहेछ त यार अस्टिनमा त है ठुलो मन्दिर रहेछ भाइ नमस्ते आराम हुनुहुन्छ कि होइन
साँझ परेछ चिसो छ यो चाहिँ अस्टिनको पशुपतिनाथ मन्दिर है ल यो चाहिँ अस्टिनको पार्टी हल हो है यो भोलिको चाहिँ हाम्रो विवाहको पार्टी चाहिँ यही हुन्छ लोकेसन उल्टो दिएर हामीमा 15 मिनट घुमियो नि दादा के हो यस्तो यो विषयमा फेल हुनु भयो है दादा ल दाइहरूले चाहिँ यहाँ गाडीमा सामान ल्याएर राख्दै हुनुहुन्छ भोलि सबै बिहेको लागि सामानहरू हो दाइले यसरी सामान बोकिराख्नु भएको छ है विवेक दाइले सुभाष दाइले ल सामानहरू के छ कडा भोलिको ल यज्ञ पार्टी अब विवाह समारोह यसमा हुन्छ होइन दादाले कोक लिएर आउनुभएको छ होइन एकदम ठुलो स्पेस रहेछ कोक मलाई नि कोक खान मन लाग्थ्यो यार छ कोक खाम न त यार अघि नै तिमी तातो छ होला यार भाइले के बेइज्जत गरेको यो नखाएर यो खाने हो नि दादा मैले सबै यो पनि छोड्ने हो नि यो चाहिँ छोड्न सकिन्न यार सबै ल्याएको कि अगरो पनि आउँछ कि अगरो पनि आउँछ ल भान्जा कहाँ के हो ल सेटअप भन्नु त अलिकति आइडिया दिनु एउटा कुर्सी त दुईटाको माथि लान पर्यो होइन त्यहाँ दिदीलाई मात्र रहेछ दाइला खै ल भान्जा चाहिँ काममा लाग्नु भयो है ल ल्याममै ओ ल मनोज दाजु पनि आउनु भयो है ल मनोज दुज ल पङ्कज दुज ढिला गर्ने दुजहरू के हो यस्तो यार ढिला भयो नि किन दादा ढिला किन हामीलाई भाइ ल हामी त हिँड्यौँ पुग्यौँ भनेर निदले के निदले रातको 12 नेपालमा भएको भए त हामीले एकदम छम्बा पुरै उखालेर होइन गाउँ सिमेन्ट सब पुरै मिलेर बिहान लिएर आएर गाडीमा थियो अब यहाँ चाहिँ उयसमा चाहिँ चावडाको एउटाको सबै चावडा एउटाको $70 एउटा पर पिस चाहिँ $70 रेन्ट है एक दिनको लागि 2 दिनको भनेको कति महँगो छ यहाँ त अब केरा नै खेती गरेर रेन्टमा मात्रै गरे पनि राम्रो बिजनेस चल्ने भयो केरा रेन्टमा गर्ने दिन आए गर्दा गर्दै होइन त्यस्तो चलायो $70 पर पिस अनि मैले किन्दिनँ मलाई एक दिनमा जान्छ मलाई रेन्टमा चाहिँ आउनु भनेको कि मैले त्यहाँ अप्सन थिएन बिचमा लिने निकेर किन नकिन हो मैले चाहिँ मलाई एक दिनमा मात्रै चाहिने हो मलाई बिचमा चाहिँ आउनु भनेको त्यसले निगोसिएसन अब भान्जाले चाहिँ यहाँ सेटअप एकदम खरो रूपमा गर्दै हुनुहुन्छ है हाम्रो डिजाइनर अब के छ त भान्जा राम्रो गइरहेछ नि होइन अनि चर्को बोल्नु पर्यो नि भान्जा माइक्रोफोन छैन होइन घर गाडीमा छ निकालिएन कि गाडीमा नि पानी परेर घरि बाहिर भित्र यार चिसो हिलो अब ल यता चाहिँ मनोजुजहरू खाना खाँदै हुनुहुन्छ केटाहरूले बनाउन सकिरहेको थिएन नि भाइ नगइ नहुने भयो अब भाइको इन्भल्भमेन्ट आएपछि भाइले अब ठ्याकठुक पारिहाल्छ उसले मिलाइहाल्छ होइन बनाएछ केटोले त है कन्सेप्ट त निकाल त खै यता हेर त भाइ कसरी त्यो ल्याउजिक लायो अब कन्सेप्ट लगाइहाल्यो कि छोडिदेऊ अब गर्छन् केटाहरू आऊ दामी भयो ल केटा ल गुड जब गाइज गुड जब सन्जु तिम्रो डान्स मुभ हेरौँ त भोलि डान्स
ल ल ल लगभग रेडी भइसकेको अवस्था छ है ल तुडुक 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 मजा आयो यार जानेमा दिमै ल दुज ल को ल जानेमा हेर बत्ती निभाइदिनु ल लाइट्स अफ ल ल ल ओ जाने ल स्टार्ट है ओइ माको हेर्नु त दाइको त यार ल दिमै दिम ल स्टोन गाइज अस्टिन गाइज डालस गाइज ल कडा हैट आउला जस्तो गरे है क्लोज है क्लोज छ कसम एकदम आयो ल आयो है आयो है बज्यो हामी यहाँ पशुपति मन्दिरबाट भान्जा र म चाहिँ भान्जा यहाँ ड्राइभ गरिराख्नु भएको छ होइन भान्जा र म चाहिँ अब घरतिर लाग्यो अहिलेलाई अब गएर सुतेर भोलि चाहिँ बिहे हो होइन भरत दाइको आज लास्ट रमाइलो गरेँ आज म्यापको त मैले म्याप लानु ल आजलाई गुड नाइट होइन बाँकी भोलि